यस्तो लाग्छ यो हिमाललाई शिरमा राखेर बाँचेका मान्छेहरू हामी महाभारत पर्वत श्रृङ्खलाको डाँडा काँडामा हुर्केका हामी तराईको सुनौलो फाँटमा झुलेका हामी सगरमाथा देशको बासिन्दा हामी लुम्बिनी वनको सास फेरेको हामी यो सुन्दर देशमा जन्मिन पाएका छौँ। धन्य आमा यहाँ जन्म दियो र हामीले पुण्य कमायौँ। संसारभरिका मान्छेहरू हाम्रो यो सुन्दर देश हेर्न आउँछन्। त्यही भएर तपाईँ हामी पनि समय मिलाएर साथीभाइ इष्टमित्र दाजुभाइ दिदीबहिनी को छ आफन्तहरूसँग मिलेर पैसाको जो गरेर दामको जो गरेर आफ्नो देश दर्शन गर्न हिँडौँ। अरूले हेर्छन् मनोरञ्जन लिन्छन्, हामी त ट्राल लाटा जसरी बसिरहेको छौँ। त्यही भएर सबै मिलाएर समय मिलाएर आफन्तहरू भेट्न जाउँ। कसैसँग रिस राग छ मनमा चाहिँ यो मान्छेलाई बोल्न पाए त हुन्थ्यो, भेट्न पाए त हुन्थ्यो, तर के गर्ने मिले छैन भन्ने मनमा कतै छ भने हिजो जिन्दगी छ, आज छ, भोलि त थाहा छैन के हुन्छ। त्यही भएर समय मिलाएर भेट्न जाउँ। यो बेलामा पहाडतिर डाँडा काँडातिर गुराँस फुलिरहेको छ। लाली गुराँस फुलेर वनै रातै भएको छ। चाँप फुलेर वन मगमग बसाएको छ। आउनुहोस् म अब यहाँहरूलाई एकपटक देश दर्शन गर्ने क्रममा धौलागिरी अञ्चलको रुकुम चेर्ले चिरैमा बन्फुल पानैमा हिउँको फुल धौला तिरीमा चिरफुल चिरैमा बन्फुल पानैमा हिउँको फुल धौला तिरीमा फागुने खधुरी चलिरहेछ उरी पुपाल बुकी भेटिन्छ कि कुनै छरी शिरैमा शिरफुल हातैमा होइन मायाको पिञ्जराट उडी जाउँदै मैना त्यसमा